यहाँनिर मैले के पो देखेँ यार यहाँनिर मैले लामो चितुवा त छैन यता Hello everyone, it's me Rahul. Welcome back to my new video. So आज चाहिँ म चम्पादेवी हाइकिङ आएको छु एक्लै हैन आज चाहिँ मेरो सोलो हाइक छ सो हेर्दै जाउँ अब के हुन्छ भनेर आएको छु हैन अनि यहाँ आउँदा चाहिँ लास्टै कष्ट हान्नु पर्दो रहेछ गाइस है किनभने अब म चाहिँ बालाजु बस्ने अनि यो चम्पादेवी चाहिँ कहाँ किर्तिपुर कटेर चोबार कटेर आउनुपर्ने हैन लास्ट गाह्रो हुँदो रहेछ क्या आउँदा आउँदै कति दुईवटा बस चेन्ज गर्नु पर्यो क्या मलाई ठिक छ तर यतिको हेर्नलाई चाहिँ हैन यो चाहिँ के होइन जस्तो लाग्यो त्यही भएर म चाहिँ अनि आफ्नो हाइकतर्फ लागिरहेको छु हैन यो चाहिँ कुन टेम्पल हो मलाई थाहा भएन है आउँदाखेरि डक्क यहाँनिर देखिँदो रहेछ म सही बाटो गइरहेको छु गलत बाटो गइरहेको छु मलाई थाहा छैन हैन जहाँबाट हुन्छ राम्रै जान्छ होला सायद लेट्स सी Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grabbed my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums a tune I can't name, crooked smiles crashing waves. म चाहिँ अब भोक लाग्यो भने ऐसुली खाएर स्टामिना बढाउँछु हैन अब माथि कति पाइन्छ कि पाइँदैन हेरौँ यस्तो आज हाइक हान्नुपर्छ नि यस्तो हान्नुपर्छ हाइक सो मसँग चाहिँ आफ्नो एउटा के भन्छ ट्राफिङ बोर्ड छ हैन अरे के ट्राफिङ बोर्ड भन्दाखेरि के सेल्फी स्टिक भनौँ न एक हिसाबले यो हेर्न सक्नुहुन्छ यहाँ देखिरहेछ यो चाहिँ मैले अस्ति लिएको थिएँ आज चाहिँ मलाई लास्टै हेल्प गरेको छ यसले आई लभ दिस क्या यो ट्राइपोड भन्छ कि खै के भन्छ होइन मलाई चाहिँ एकदम बेस्ट लागेको छ यसले चाहिँ आज मेरो धेरै मद्दत गरेको छ क्या गाइस सो तपाईँहरू पनि घुम्न जाने बेला होइन सो ट्राइपोडहरू सेल्फी स्टिकहरू लगेर जान सक्नुहुन्छ होइन एकदम काम आउँछ क्या मलाई बहुत काम आइरहेको छ अहिले यताको अच्छा कच्चा बाटो छोडेर म चाहिँ यस्तो बाटोतिरबाट गइरहेको छु है यो सर्टकट हो नि त सर्टकट हो सो सर्टकटबाट गइरहेको छु त्यस्तो बवाल डरलाग्दो छैन नि त त्यही भएर यस्तो सर्टकट पनि हिँड्छु भनेको घाँस हेर्दै क्या गाइस घाँस हेर्दै डाँडा हेर्नु नि डाँडा ओहो यति धेरै सल्लाहको बोर्ड रहेछ नि यहाँ त असम रहेछ सोचेको भन्दा दामी रहेछ यो ठाउँ चाहिँ मैले सोचेको भन्दा एकदम दामी ठाउँ रहेछ यो मलाई चाहिँ एकदम बेस्ट लाग्यो अहिलेसम्म चाहिँ हो माथि पुग्दा कस्तो छ थाहा होइन जरामा पुग्दा त यस्तो छ टुप्पामा पुग्यो भने कस्तो होला यार होइन त डेन्जर जङ्गलको बाटो उकालो बिरालो मलाई फेरि ऱ्याप मान्न मन लाग्छ क्या फेरि टेन्सनै आइछ फेरि आउँदैन फेरि सही गरेर यो बाटो हिँडेर एकदम छिटो पुगेँ अन्त माथिको डाँडा पुग्दै आउनु पर्यो नि टेन्सन हुन्छ फेरि एउटा लामो सेल्फी हान्थ्यौँ होइन नाइस भ्यू है नाइस भ्यू यहाँबाट माथिको नक्सा चाहिँ दामी देखिएको रहेछ No shame. Flip my phone, toss it in my bag. सो देख्न सक्नुहुन्छ गाइस यहाँ चाहिँ पार्किङ स्पोट रहेछ रोड चाहिँ यहीँसम्म भएको कारणले गाडीहरू सबै यहीँ बस्दो रहेछ है म चाहिँ अब यो तर्फबाट लागिरहेको छु सिधा अगाडि बहुत थकाइ लाग्यो म त अहिलेसम्म होइन चम्पादेवी पुग्नेको लगभग 10% पनि पुगेको छैन होला क्या म अझै हिँड्नु छ कति हिँड्नु छ आज मेरो खास चाहिँ अलिक भ्याएसम्म चाहिँ म वहाँ चन्द्रगिरी पनि पुग्ने विचारमा छु होइन तर पुग्छु कि पुग्दैन थाहा छैन त्यो चाहिँ चम्पादेवी जानेको ठ्याक्क गेटमा पुगिसकेको छु म यहाँबाट चाहिँ डङ्ग हिँडेर जानुपर्छ यो फाइनली चम्पादेवीको गेटमा यहाँबाट म एउटा फोटोको लागि चाहिँ म यो सेल्फी स्टिक हटाएर
आई होप एकदमै राम्रो आएको छ कि क्या जस्तो लागिरहेछ। अब कस्तो हुन्छ अब घरै गएर हेर्नु पर्ला। वाइल्ड घाम छ केटा, वाइल्ड। मौसम छ एकदम चिसो छ कि घाम चाहिँ डह्रो छ। आई डोन्ट नो के हो यो। हल्लु समुदाय वन उपभोक्ता समितिको ऊ रहेछ यो चाहिँ। ओके ओके कता हो यता हो कि यता ल टेन्सन पऱ्यो नि त म म्याप हेर्नुपर्ने हुन्छ। सानो सानो पसल पनि रहेछ यतातिर बाटोमा। सो यो चाहिँ ठिक लाग्यो। सो देख्न सक्नुहुन्छ म चाहिँ यही हेर्न आएको खासमा। यो चाहिँ हाम्रो मिनी ग्रेट वाल भन्छ है। चम्पादेवी आउने बेला सबभन्दा फेमस भनेको यही मिनी ग्रेट वाल हो। सो हेर्न सक्नुहुन्छ। अब म यही बाटो हिँड्न गइरहेको छु। सो अलराइट हेर्नुपर्ने हुन्छ यो बाटो। यो बाटो चाहिँ थाहा छैन मलाई कति लामो छ, तर मेरो विचारमा धेरै लामो छैन होला। किनभने यत्रो बनाउनलाई त धेरै मेहनत चाहिन्छ। अनि यो चाहिँ हेर्दाखेरि भर्खर भर्खर बनाएको जस्तो देखेछ नि त। वाइल्ड घाम छैन आज चाहिँ शीतल छ, तर अम्सु एकदमै। अफसोस हावा चलेको छैन यत्रो डाँडामा आउँदा पनि। 1 मिनटभित्र फिनिस। फेरि अर्को रुट तयार भएछ यहाँनिर। यो रुट चाहिँ कति लामो छ थाहा छैन। आई होप लामै होला। यहाँ चाहिँ अनि टिकटक बनाउने मान्छेहरू चाहिँ थुप्रो छ है। किनभने चम्पादेवी आउने ट्र्याकमा चाहिँ यो सिडीहरू चाहिँ एकदमै भाइरल छ। सुन्दरजल त लास्टै भिड हुन्थ्यो त, यहाँ त केही छैन त्यस्तो। चहलपहल ठिकठाक मात्रै छ। तर जे होस् यस्तैमा हो घुम्ने। सुन्दरी गल्नु भने त शनिबारको दिन सुन्दरी जानुपर्छ। मेला लागे जस्तो भिडहरू हुन्छ, खुट्टा टेक्ने ठाउँ हुन्न, गाह्रो हुन्छ। Look at that view man. यस्तो दामी देखिन्छ। यो हो नि त असली सिन भनेको यो हो। तर अलिकति कुहिरो लागेर चाहिँ एकदमै बेकार भएको छ। तर आई होप राम्रो आएको छ होला। मेरो कपाल कस्तो भएको हेर्नु न गाइस। आई होप म चाहन्छु तपाईँहरू पनि आउनु होला यो चम्पादेखि हाइकमा होइन। यस्तो दामी रहेछ क्या। यसको अलिकति खुला रुटमा चाहिँ एकदम राम्रो महसुस हुँदो रहेछ क्या। अलि त्यो जङ्गलले ढाकेको त्यो घामै नपर्ने भन्नुभन्दा त होइन। कस्तो राम्रो फुल हेर्नु त। पहेँलो कलर त मेरो फेभरेट कलर हो नि त। देम बब्बाल। बस यसको एट्र्याक्ट चाहिँ एकदमै लोभलाग्दो टाइपको छ है गाइज। उसै चाहिँ फेमस नभएको रहेछ। केही छ यसमा। तर घाम लागेको है अलिकति केही हुन्थ्यो, तर घाम चाहिँ लास्टै हुन्थ्यो। सो त्यो मैले चाहेन, मलाई यही नै ठिक छ। लुक एट द बोइज। केटाहरू रमाएको छ है। यहाँबाट तल हेर्दा त बस हाम फाल्दियो कि क्या हो। यहाँ त घुरेर हाम फाल्दियो कि क्या उड्दिएर आएर के फेरि सिधै। Look at that say man. एकदमै दामी भ्यू आएको छ है यता चाहिँ। मलाई चाहिँ एकदम बेस्ट लाग्यो। मेरो क्यामेरा एङ्गल खै मिलेछ कि मिलेछ छैन मलाई थाहा छैन होइन। तर आई होप अलिकति भए पनि देखि त रह होला म है। यति भए पनि टक्क यो भ्यू देखाउनको लागि है। यो भ्यू देखाउनुको लागि चाहिँ एकदम बेस्ट लोकेसन जस्तो लाग्यो एकदम। त्यही भएर टक्क अड्डेर एकचोटि खिच्दै हालेको ल। ओके अलराइट। अब हामी यो बाटोमा धेरै नअल्झिकन सिधै हामी चम्पादेवी टेम्पलभित्र घुस्दिनु पर्ने हुन्छ होइन। अब जति हेरे पनि यो आकृति लोभ लाग्दो छ है। चित्तै बुझ्दैन, फेरि गाह्रो छ। एकदम बेस्ट लाग्यो मलाई। आखा बब्बाल। म तपाईँहरूलाई पनि सजेसन गर्छु प्लिज आउनुहोस् के। ठाउँ चाहिँ दामी छ वाइल्ड भनेको।
अनि घाम लागेको यस्तो दामी देखिन्थ्यो है, पानी परेर घाम लागेको है। अहिले चाहिँ केही देखेको छैन, यो पुरै सुनसान कुइरेले ढाकेको एउटा प्लेन एरिया जस्तो देखिएको छ होइन। Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. बहुत प्यास लाग्यो, पानी खाइदिनु पर्छ। Grab my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums. यता हाम्रो बाजेले चाहिँ कहानी सुनाइराख्नुपर्छ, एकदम खतरनाक जस्तो लागिरहेछ मलाई चाहिँ। मेरो आवाज कस्तो अर्कै भएको छ है, आवाज चाहिँ बस्यो क्या। I can't name. Crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. यो ग्रेट वाल, मिनी वाल, यो चाहिँ यहाँबाट सकिसकेको जस्तो लाग्यो मलाई। सो अब यताबाट चाहिँ यता तलपट्टि जानुपर्ने हुन्छ अब। ल यहाँबाट देखिँदो रहेछ नि त यार, यताबाट देखिँदो रहेछ नि त। पर यहाँ मोबाइलमा त नदेखिँदो रहेछ मान्छेहरू पुरा है। यहाँ सेतो सेतो देख्नु भएको सानो टुक्रा जस्तो बिलायो भर्खर। त्यहाँ पुग्नु पर्ने छ यार, बा ड्याम गाइस, दुःख पाइहाल्ला जस्तो छ। रमाइलो नि त्यतिकै होला जस्तो छ तर। सो अलराइट गाइस, म चाहिँ बसेको थिएँ, अब हिँडेँ। म चाहिँ एकदमै एक्साइटेड छु आज है, किन एकदम खुसी लागिरहेछ आज। स्लो हाइकमा आएर हो कि खै, साथीहरू आएपछि झन् मजा आउँथ्यो होला गफसफ हान्दै होइन। त्यो अब सब बिजी। यो एउटा एक प्रकारको एउटा यस्तै खालको ऊ हुन्छ क्या, लेमन ग्रास है। यो जङ्गलहरूमा पाइन्छ क्या, तर यो त होइन। सो आज एकदम एक्साइटेड भएको कारणले म चाहिँ एकदम थाकेको पनि छैन, यताउति केही भएको पनि छैन है। सो के भन्छ, के पो भन्दै थियो मैले बिर्सिहालेँ यार, के भन्ने गाइस, दिमागै खतम भइसक्यो यार। मलाई चाहिँ गाइस है बिहानै हिँडे जस्तो लागेको थियो, अझै पनि बिहानै छ कि क्या जस्तो लागिरहेछ। बाँसुरीको धुन तिमी सधैँ बजिराख्नु। याउ एकदम काफलको बोटहरू देख्न सक्नुहुन्छ गाइस। काफल चाहिँ फलेको छैन सायद, मेरो भाग्य नभएर हो कि। ड्याम पानी पऱ्यो नि त गाइस, पानी पऱ्यो। या पानी परिदिरहेको फेरि, ल पानी पऱ्यो कि हो, अलिअलि पानी परिरहेको रहेछ। अलिअलि पानी परिरहेको चाहिँ यत्तिकै फरक पर्दैन, मसँग छाता छँदै छ, तर जोडले हावा जस्तो डाँडामा हाउरी लाग्दैन क्या जस्तो है। म चाहिँ यो टक्क गहिरामा पुगेँ, अघि त्यहाँबाट हिँडिरहेको थिएँ है। मलाई टपमा पुग्नु पर्ने हुन्छ। यो बाँसको नाम के हो थाहा छ गाइस? यो चाहिँ यो सानो खालको बाँस हो होइन, यसको खै के गर्छ, बाँसुरी साँसुरी पनि बनाउँछ जस्तो लाग्छ मलाई। अघिदेखि नै सेतो मान्छेहरू यही ठाउँ हो है, यो एरियामा चाहिँ देखिरहेको थियो अघि। पर माथिबाट हेरिरहेको थिएँ, यहाँबाट हेरिरहेको थिएँ यो ठाउँबाट। यहाँ चाहिँ हालत पस्ली भयो गाइस, लास्टै उकालो रहेछ, हालत पस्ली भयो मेरो। एक लट अझै छ अरे है। अब स्टामिना बढाउनलाई ऐसेली खानु हुन्थ्यो, ऐसेली पनि भेटिनु बाटो। कास ऐसेली भेट्यो हुन्थ्यो नि, एक दुई लट स्टामिना त बढ्थ्यो। अब के गर्ने, पानी खाँदै हिँड्नु पर्ने भयो कि जस्तो लाग्यो मलाई। बसन्तले के गाना आयो बिर्सि, फोक्सोको धुवा सबै निक्लियो यार गाइस। काठमाडौँ भ्याली रिम्की 100 मिटर। ड्याम, अब आधी घन्टा मेरो लागि 15 मिनट चाहिँ। यहाँ चाहिँ गाइस एकदम ठाड्डै उकालो छ,
माय गाड फटाकी नो म्यान यो मन्दिर आयो क्या हो सरप्राइजिङली बाटैमा छ त मन्दिर त ना यो हुनै सक्दैन यो मन्दिरै होइन यो मन्दिरै रहेछ ल क्या सरप्राइजिङ यार यहाँ पो रहेछ मन्दिर त अनएक्सपेक्ट ठाउँमा म त अलिक राउन्ड टाइपको होला भनेको त होइन रहेछ त्यही पनि एकदम बेस्ट ठाउँ यो मन्दिर अर्को बाटो हुँदै जानुपर्छ के अवस्था छ अब सो अलराइट गाइज म चाहिँ चम्पादेवी मन्दिर कटेर अब म भस्मेश्वर जान लाग्यो है यो बाटो हो कि खै के हो यार भस्मेश्वर जाने कोही पार्टनर पनि देख्दैन कोही मान्छे पनि देख्दैन है आयो यहाँनिर मैले के पो देखेँ यार यहाँनिर मैले यार स्याल हो कि कुकुर हो मलाई थाहा छैन केही न केही त हो यो के रहेछ यार लामो चितुवा त छैन यता Woke up late, missed the morning glade.